सबैलाई नमस्कार। यतिखेर मसँग हुनुहुन्छ पूर्व गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठज्यू। सर, तपाईले बताइदिनु होला यो मेसिन चाहिँ खास के को लागि हो भनेर। यो हाम्रो संघीय सरकारको बजेट हो हैन। हजुर। यसले चाहिँ अब 120-25 मिटर हजुर भित्रको पानी हजुर शुद्ध पानी निकाल्छ। हजुर। र पाइप सिस्टम र भल सिस्टम हुन्छ हैन। लगभग 1500 मिटर हजुर हुन्छ र त्यसमा पानीको स्थिति पानी राम्रो हो भने 2 किलोमिटरसम्म जान्छ। हजुर। यति चाहिँ बारीको खेतहरुमा मानौ पाइपलाइनद्वारा पानीको सिँचाइको व्यवस्था हुन्छ। बस अब यो कति दिनमा सकिन्छ होला यो? लगभग यो खन्न चाहिँ यसको बोरिङ गर्न मात्र चाहिँ लगभग 10 दिन 12 दिन 15 दिन लाग्दो रहेछ। हजुर। त्यसपछि लगातार अनि यो पाइपलाइन र बिजुलीको जुन ट्रान्सफरमा बिजुली तार पोल काट्ने भन्ने कुरा छ हैन। अब त्यसै लागिरहेछ अगाडि। अब हुन्छ, यो कहिलेसम्म सञ्चालनमा आउँछ? हामीलाई अफिससँग कुरा भएसम्म चाहिँ असारको धान रोप्ने अहिले भ्याउँछ। यो आउँदो असार भनेपछि यो 2083 असारसम्म चाहिँ यो सञ्चालनमा आउँछ। हजुर। अब प्रायः चाहिँ के हुन्छ भने योभन्दा अगाडि चाहिँ कुनै मात्रै छिटो सफल हुन्छ, नत्र 1 वर्ष यो पाइप गर्ने बोरिङ गर्ने। हजुर। अर्को साल चाहिँ पाइपलाइन गरेर सञ्चालन गर्ने नियमहरू हुन्थ्यो हैन। तर यो साल चाहिँ अफिसले दुईटै हामी गरिदिन्छौँ, यो साल नै सञ्चालन गरिदिन्छौँ भन्ने कुरा छ। हजुर। अब हेरौँ के हुन्छ। हुन्छ। अनि यो क्षेत्रको लागि त यो अहिले सुचारू भइ नै सक्यो हैन। अब यो भन्दा ठ्याक्कै माथिको अब खेत पनि छ, माथि पनि हैन, त्यहाँको लागि चाहिँ के छ तपाईहरुको योजना? अहिले पहल गर्दैछु हैन। हजुर। प्रदेश सरकारमा अथवा संघीय सरकारमा अहिले बोरिङको पहल हुँदैछ। हजुर। र मुख्यतः हाम्रो 5 नम्बर 6 नम्बर साइड चाहिँ अब अहिले तुरुन्तै हुन सकेन। हजुर। आउने आर्थिक वर्ष हुन सक्छ। र साथै त्यसमा अर्को पहल पनि भइरहेछ। अहिले प्रदेशको मन्त्रीसँग पनि कुरा भइरहेछ। ऊर्जा मन्त्रालय, सिँचाइ मन्त्रालय जुन अहिले हाम्रो आफ्नै साथीहरू पार्टीकै साथीहरू हुनुहुन्छ। हजुर। उहाँलाई चाहिँ कि बोरिङ दिनु पर्यो छिटै। हजुर। नभएदेखि जङ्गलमा पानी ल्याउने व्यवस्था गरिदिनु पर्यो भनेको छु। जङ्गलमा पानी ल्याउनु पायो भने सस्तो हैन, भरपर्दो, पैसा नपर्ने, पानी ठुलो पनि आउने छ। र त्यो दुईटामा कुन चाहिँ पहिला हुन्छ हैन। सके दुईटै गर्ने हैन, गर्दै जाउँ न। 2035 सालको मानव फाडली भएको ठाउँ हो हैन। हजुर। अहिलेसम्म हेर्नु न, सुक्खा छ, जाड छ, खाने अहिले सुक्खा छ, निकै नै बिजोक अवस्था छ नि अहिले। एउटा कुरा चाहिँ के छ भने राम्रो यो ठाउँमा खाने पानीको अभाव मान्छेले देखिरहेको छ हेर्दा। हजुर। यो हाम्रो ठुलो गाउँपालिका धेरै ठाउँमा अभाव पनि छ। हजुर। तर यी ठाउँहरूमा चाहिँ शुद्ध पानीले सिँचाइ भइरहेको छ 2-4-5 वर्षदेखि। एउटा खुसीको विषय हो। बस ठिकै छ सर। अब तपाईको योगदान थौडी गाउँपालिका वडा नम्बर 4 लगायत 3, 1, 2 तिर चाहिँ तपाईको हल्का अलि कम्प्लेन नै छ हैन। तैपनि 3-4 मा चाहिँ तपाईको अब लोकप्रियता नै छ, लोकप्रिय नेता नै हो तपाई। अब त्यो अलि राजनीति प्रयोगले ढङ्गले भन्ने भए। हजुर। त्यहाँ पनि त मेरो कार्यकालमा हजुर सिँचाइको कामहरू हैन। हजुर। अब म चुनाव जित्दै गर्दाखेरि पुरै भत्किएको र टुटेको फुटेको भन्दा केही थिएन। त्यहाँ खाने पानीदेखि लिएर सिँचाइको पुरै सम्पूर्ण व्यवस्था पुनर्निर्माण गरिदिएको मैले नै हो हैन। तर के छ भने त्यो जङ्गलमा पानी आउन सक्ने। तर यहाँ जङ्गल पानी आउन नसक्ने मात्रै बोरिङ यहाँ त अलिक ज्यादा भएको देखेको मात्रै हो। हस्, हुन्छ, हस्, धन्यवाद सर। हुन्छ, धन्यवाद भाइ। हस्।